Good morning guys from Tilicho base camp. This is the day 3 है. हामी चाहिँ अब Tilicho लेक तिर लाग्न लाग्यो. पुरै अँध्यारो छ. त्यस्तै 4 बज्न लाग्यो होला. अब म र केटाहरु जाँदै हो. अब अँध्यारोमा त खासै भिडियो त सुट गर्दिन होला. अब अलि उज्यालो हुँदैछ. फेरि भिडियो कन्टिन्यू गर्नु पर्ला. मुन देखिरहेछ. अब एकछिनमा सनराइज नै हुन्छ होला. यस्तो छ ट्रेल यस्तै छ. यहाँबाट आएर यहाँबाट जाने. अब सनराइज हुन लाग्यो. हामी हिँडेको त्यस्तै 2 घण्टा भयो होला. अब सनराइज हुन लाग्यो. बाटोहरू अलि देखिरहेछ हैन. अघि चाहिँ पुरै अँध्यारो थियो. अब चाहिँ देखिरहेछ बाटोहरू. ठिकै छ. सुबिन अगाडि गइसक्यो. 2 hours later. ल सनराइज नै भयो है. वेदर राम्रै छ. अनि ट्रेलको बिचमा एउटा टोयलेट बनाइदिएको छ है. धेरै राम्रो गर्दैछ. कसै कसै धेरै गाह्रो भयो भने टोयलेट पनि एउटा व्यवस्था छ है. त्यो चाहिँ धेरै राम्रो हो. ल यो हिमालयहरू पुरै टल्किरहेछ. हात पुरै जाम भइरहेछ. मलाई चलाउनै गाह्रो भइरहेछ क्या. त्यस्तो छ. अब यही हो ट्रेल त यही हो. ठाडै उकालो उकालो गएको गयो हुन्छ. अनि त्यो पछि खोइ अझै कति टाइम लाग्ला कि. Not sure. 1 eternity later. So finally 22 घुम्टी कटेर हैन हामीहरु फ्ल्याट हैन उकालो हैन कि ठिक्क बाटोमा आएको छौं. अब 22 घुम्टी चाहिँ तल छ हैन. अब यहाँबाट उकालो जानु पर्ला. यहाँबाट त्यही लागिरहेछ मलाई. यो उकालो हो कि. यहाँ पुगेपछि पुग्ला कि. त्यस्तै हिँड्न थालेको 5 बजे भन्नाले 7:30 भयो होला. 3.5 घण्टा भयो. यो चाहिँ दामी छ. वेदर पुरै खोला छ. यस्तो दामी छ. तर गाह्रो भराङ नभए नै गाह्रो टाइपको ट्रेकको रहेछ यो. अब तिरिचो लेक पुग्नलाई त्यस्तै 10-15 मिनेट लाग्छ होला. जस 22 घुम्टी कटेपछि त अलि ठिकै सजिलै छ भनेर भनौँ. अब एउटा सानो लेक नै रहेछ है. यता तिलिचो पुग्न अगाडि ऊ त्यो एन्डमा चाहिँ पुग्यो भने तिलिचो पुग्यो भनेर सम्झिने है. त्यस्तो भयो. यता नै छ. तिलिचो हिमाल. अब त्यस्तो 10-15 मिनट्स जति. यो सक्यो भने चाहिँ तिलिचो लेक पुग्छ होला. अनि त्यहाँ एकछिन आनन्द गर्ने यार. लास्टै ठाक्यो. 22 घुम्तीले चाहिँ एकदम एनर्जी खाने कि एकदमै गाह्रो छ. A few moments later. ओके गाइस तिलिचो लेकको चाहिँ ब्युटी हेरौँ है. दिस इज द तिलिचो लेक. दामी दामी दामी. ल यस्तो दुःखले आइपुग्यो. तपाईको यो फर्स्ट ट्रेक हो भने चाहिँ नआउँदा नै हुन्छ. अलि सजिलो ट्रेकहरू पहिला चुज गर्नु. सो हामी चाहिँ यता बसेको त्यस्तै 1 आवर जति भयो. 4 बजे हिँड्न थालेको. 8 बजेतिर पुग्यो. 4 घण्टा जति लाग्यो होइन. जस अब नर्मलै हो. यहाँको लोकलहरूले 3 घण्टा लाग्छ अरे. हामीलाई त्यसै 4 घण्टा लाग्यो. ल दिस इज तिलिचो. यो टाइम चाहिँ बेस्ट रहेछ है तिलिचो आउनलाई चाहिँ. वेदर एकदमै राम्रो छ. कस्तो भन्नाले एकछिन मात्र होइन कि दिनभरि नै राम्रो हुन्छ कि वेदर चाहिँ. ल यस्तो छ.
अब हामी सन्देशलाई एकछिन कुर्छौँ कुरेर फोटोसोटो ड्रोन सटहरू लिएर यहाँबाट फर्किहाल्छौँ ठिक र भिडियो काले नजाए फाइनली यसरी मनाइ गरिदिन्छ एउटा भिडियो बोलेर गराउँछ नि हिस्ट्री ल तिरिचो लेकमा नि हाम्रो स्टिकर चाहिँ हालियो फाइनली ल यता महादेव होइन महादेव र बुद्धको मूर्ति नै रहेछ स्ट्याचु रहेछ अब यहाँसम्म आइसक्यो दर्शन त गर्नु परिहाल्यो नि होइन ल गाउँ दर्शन आउँगा यस्तो दामी भ्यू छ यार आमा यो चाहिँ तिलिचो हिमालय यो चाहिँ 7,000 above the sea level 7,000 meters above the sea level ल दर्शन गरौँ यो बाट्नुपर्छ का दर्शन आएको This is the Tirichur Lake है 4,990 meters above the sea level हामीहरू डे 3 मा चाहिँ पुग्यो अब यहाँ एकछिन बसेर साथीलाई एकछिन कुर्छौँ अनि यहाँबाट चाहिँ हाम्रो टार्गेट चाहिँ मनाङ भ्याली हुन्छ मनाङ भ्यालीमा चाहिँ अब त्यही हो अब फर्किने बाटो नि गाह्रै छ होइन एकछिन अब कतिको के हुन्छ है एडभेन्चर यस्तो छ घामले चाहिँ पुरै हिमाल टल्किरहेछ बादल कतै नै छैन भ्यू सबै खुला छ अब अरूहरू चाहिँ त्यहाँ भित्र नि त्यहाँ तल नै गइरहेछ पुरै तल गइरहेछ ल ग्लेसियर लेक हाम्रो ड्रोन सट चाहिँ हुँदैछ है ड्रोन चाहिँ माथि छ अब बिस्तारै आइन्छ ड्रोन त्यो छ ओ यो सानो ड्रोन सट नै आउँछ अब सो हामीले हाम्रो स्टिकर चाहिँ तालिसक्यो है एसरी मनाङ एडभेन्चर 2082 तिरिचो लेक है 4,919 मिटर्स अफ द सी लेभल अब यस्तो छ बिस्तारै बिस्तारै अलिक कुहिरो आइरहेछ जस्तो लाग्न थाल्यो होइन अब जाडो चाहिँ बढ्न लागेको छ हामीहरू चाहिँ अब फर्किनु पर्छ Now on the way to Tirichur base camp. अब चाहिँ जाडो बढ्नु थाल्यो कि एकदम जाडो बढ्नु थाल्यो धेरै बेरसम्म बस्नु मिल्दैन होला सो वी आर रिटर्निङ है अब फाइनली तिरिचुर लेक नि पुग्यो है पर्फेक्ट वेदर हम चाहिँ अहिले 4,919 meters above the sea level छौं highest glacier lake सही तपाईले झन्डा यो साइड
A few moments later. Okay, bye bye Tilicho. It's been a great experience, adventure. अब हामी कहाँ जान्छौँ भन्नाले बेस क्याम्पतिर लाग्छौँ. बाई बाई तिरिछौँ. ड्रिम ट्रेक थियो, जस कम्प्लिट भयो. अब हामी ब्याक टु बेस क्याम्प अनि त्यहाँबाट ब्याक टु खाङसार. बाई बाई. सो अहिले 11 बज्यो. हामी चाहिँ अब बेस क्याम्पमा फर्किन लाग्यो. ट्रेल चाहिँ यही हो. अब चाहिँ अलिभन्दा अलि सजिलो होला कि. One eternity later. ल हेर्नु त कस्तो चिल्लो पहाड हो. ल यस्तो दामी. ल सुन्दैछ त्यहाँ गइरहेको छ. अब बेस क्याम्प आएर हाम्रो घरहरू देखिसक्यो. अब हामीहरू हाम्रो सबै पेमेन्टहरू सबै गरेर अब यही ट्रेलबाट खाङसार जान्छौँ. फाइनली तिलिचो बेस क्याम्प पुग्यो. अब हामी चाहिँ यसो रेस्ट गरिदिएर लुगाहरू सुकाएर पुरा पसिनाले लतपत भइसक्यो होइन. अब यहाँबाट चाहिँ हामी डाइरेक्ट श्रीखर्कमा जाने भनेर कुरा भइरहेछ. श्रीखर्कमा रुम पायो भने त्यहाँ बसौँला, नत्र खाङसारसम्मै जानुपर्ने हुन्छ. खाङसारमा चाहिँ हाम्रो बाइकहरू त्यहीँ छ. सो लेट्स सी. अलराइट, प्याकिङ सेकिङ सबै भयो है. यता पेमेन्ट भएर भइरहेछ. अब हामी चाहिँ डाइरेक्ट श्रीखर्क जान लागेको. त्यहाँ रुम पायो भने त्यहाँ बसौँला, नत्र खाङसारै जानुपर्ने स्थिति आउनसक्छ भनेर भनौँ न. ल अब श्रीखर्क जाने बाटो नै यही हो. अब त्यही हो, ल्यान्डस्लाइड एरिया यताउता सबै तोड्नु पऱ्यो आज. तिलिचो बेस क्याम्प. बाई बाई. A few moments later. हामी चाहिँ अब तिलिचो बेस क्याम्पबाट निस्किसक्यो. त्यस्तै 15-20 मिनट्स भयो होला है. अब ट्रेल चाहिँ यही हो, ल्यान्डस्लाइड एरिया. माथि हिमाल, पछाडि हिमाल. अब चाहिँ एकदम चलिरहेछ. त्यही हो. अब आज चाहिँ श्रीखर्कसम्म जाने हो. यो उकालो चढ्नलाई म साइट हेरेर छु क्या, कहिले एनर्जी आउँछ अनि म चढ्छु भनेर. यस्तो ठाडो उकालो छ. क्यामेरामा चाहिँ अलि कम नै देखिरह होला. पुरा सास फुलिसक्यो. ट्रेल चाहिँ यस्तो छ. सन्देश पछाडि छ, सुबिन अगाडि छ. म चाहिँ एक्लै छु यता. ओके, अघिको उकालो चाहिँ कट्यो. अब नेक्स्ट डेन्जर उकालो. यहाँ हुँदै माथि गएर, यहाँबाट माथि गएर यहाँ पुग्नुपर्छ. ल थैट. रेस त खतरा चाहिने भयो जानले. गाह्रो भयो. बिस्तारै आउटलाई के गर्छौ. हिमालयन गोटहरू जस्तो लाग्छ मलाई. अब श्रीखर्क जानलाई अझै अहिले टाइम त लाग्छ होला सायद. सो फाइनली है हामीहरू यता छुलुङ्गे पुलमा आइपुग्यो. यो 4 घुम्ती भनेर भनौँ न, 22 घुम्तीको मिनी भर्जन ओह्रालो होइन.
अब यहाँबाट चाहिँ हामी यता श्रीखोरको यो जस्तो लाग्यो मलाई खोइ हो कि होइन होला गएर हेरौँ म त अपडेटतिर आउँछु भ्यू नि दामी छ अहिले चाहिँ घाम लागिरहेको छैन है जाडै छ ओके तिलिचो ट्रेकको चाहिँ फर्स्ट एन्ड लास्ट झुलुङ्गे पुल यहाँ चाहिँ एकदम लामो चढ्न छ है जाडो बढेर आयो एकदम अब यहाँबाट श्रीखोरको धेरै टाइम त लाग्दैन होला अब त्यहाँतिर रुम बुझ्छौँ पायो भने त भइहाल्यो पाएन भने चाहिँ फेरि अब खाङसातिर जानु पऱ्यो अझ चाहिँ अति थाकिरहेछ खै अब श्रीखोरकोमा रुम पायो भने राम्रै होला सो गाइस स्टे ट्युन One eternity later. सो फाइनली श्रीखोरको चाहिँ पुग्यो होइन आज हामी चाहिँ यतै बस्छौँ डे 3 को नाइट अब त्यही हो डिनरहरू गर्छौँ अनि भोलि चाहिँ भोलिको प्लान चाहिँ के छ भन्नाले हामी यहाँबाट चाहिँ खाङसार गएर आफ्नो बाइकहरू लिएर मनाङ गङ्गापूर्ण ब्लू लेक ग्रिन लेकहरू सबै एक्सप्लोर गरेर चाहिँ घरतिर लाग्छौँ त्यही हो अब हेरौँ कतिको हुन्छ होइन अपडेटहरू आइरहेको छ सो यस डिनर टाइम भेज थुक्पा सन्देशलाई याक मोमो सुबिनलाई खाना अब खानासाना खाएर ब्याक टु रुम अनि भोलि हुन्छ हाम्रो राइड सुरु अहिले चाहिँ श्रीखोरकोमा हामीहरू